ल है विनोदको घर अब बन्यो फाइनल्ली। ल एकदमै हामी खुसीको पलमा छौँ दर्शकवृन्द। विनोद भाइको घरको आज जग उद्घाटन भइसकेको छ र आजदेखि घर बन्न सुरु भइसकेको छ। योभन्दा खुसीको खबरहरू के हुन सक्छ होइन विनोद भाइ? अब यस्तो घर कहिले बनाउँला, कहिले यस्तो आमा बुवालाई बसाल्नुमा भन्ने लाग्थ्यो होइन। दिनरात सोचमा पर्थ्यो, तर आज पुरा हुँदैछ बिस्तारै र छिट्टै पुरा हुन्छ। अब तपाईँहरूले गर्दा सबै तपाईँहरूको टिमहरू उहाँ श्री दाई, नवीन दाई अनि हाम्रो सन्दम दाई सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। के भइरहेछ त विनोद यहाँ? यो त नसोचेकै भइरहेछ। सधैँ राम्रो होस्, सबैको राम्रो होस् भन। यसो गरिदियो, घुमाइदियो। दर्शकवृन्द हेर्नुहोस् त, हामी यति बेला खुसीको पलमा छौँ। फाइनल्ली विनोद भाइको घर बन्दैछ र आज जग उद्घाटन गर्दैछौँ हामी जग खनेर। यताबाट हुन्छ हो। ल आजै विनोद भाइको जन्मदिन र आजै विनोदको घर बन्दैछ। हेर्नुहोस् त, जगको पूजा एकदमै जग पूजा पनि आजै भयो र भाइ विनोदको जन्मदिन पनि आजै पर्यो। यो कस्तो संयोग! आहा हेर्नुहोस् त। ल भाइ, जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई। र जन्मदिनको उपहार म तिमीलाई के दिएँ थाहा छ? घर है। दाइले घर बनाएर मलाई जन्मदिनको उपहार दिनुभयो भनेर सम्झिनु सधैँभरि। हरेक जन्मदिनमा तिमीले यही सम्झिनु है। हुन्छ। ल बसेको थिएँ अहिले सम्रोएर, म त खुसी घर बन्ने भएर परेको छु दङ्ग। किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग, किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग। अब प्रसादहरू छ यहाँ, केरा छ होइन। टिका चढाइदिउ त्यहाँ काठमा राखेर टक 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 चढाइदिउ। ल यो त्यहाँ बान। ल नमस्ते। यो चढाइदिउ, त्यहाँ चढाइदिउ। एक दुईवटा चढाइदिउ न। आमा आउनुहोस् त यता, चप्पल छोडेन। खुसी हुनुहुन्छ नि आमा? खुसी छु, आज धेरै खुसी छु है। हजुर, आजै घर बन्न सुरु भयो, आजै छोराको जन्मदिन। आजै जन्मदिन पनि पर्यो, आजै घरको पनि भयो, जगको पूजा पनि भयो। जगको पूजा पनि भयो। धेरै धेरै धन्यवाद छ मेरो छोरालाई। अब आमालाई कुन लगाइदिन्छ त? छोरालाई लगाइदिनु मिल्छ? छोरालाई त मिल्छ, होइन आमाले आफै लगाए पनि हुन्छ नभए। मलाई हो ल मन्त्र पढेर लगाइदिनु। पूजा राम्रो तपाईँले त्यहाँ सुरजन पाउनु भएको रहेछ। त्यहाँदेखि विश्वमा जुमबारी भन्ने कोही कोहीलाई थाहा थियो, अहिले यो बाबुले गर्दा जुमबारी भन्ने विश्वलाई थाहा भयो। अनि हामीले चाहिँ जुमबारीबाट चाहिँ हाम्रो भोजराजहरूले आएर सबै पूजाआजा घरको चाहिँ निर्माण गरिदिनु भएको छ। सबै कहिले पनि नबिर्सिनु र सम्झिरहनु होला। मलाई धन्यवाद छ नि। ल राम्रो छोरो हुनु भएको रहेछ, ठिक छ। ल तपाईँ सबैको जन्मदिन पनि घरको जग पनि आज चाहिँ सबै चाहिँ हामीलाई पनि अलिकति लगाइदिनु। ल उहाँले पनि धेरै हाम्रो मेरो छोरालाई अगाडि बढाउनु भयो। आज यस्तो घरको थालन सब जन्मदिन सब मनाइदिनु, खुसी छु। मलाई जति पनि सहयोग गर्नुभएको छ होइन यो घरको लागि, उहाँहरूलाई धेरै धेरै धन्यवाद सबैजनालाई। अन्तमा त आज विनोद भाइको जन्मदिनको उत्सव पारेर उसको घरको जग समेत बनिसकेको छ। धेरै खुसी छ विनोद भाइ। आज भोजराजलाई भगवान् भन्थे, आखिरीमा भोजराज त भगवानै रहेछ नि त।